आज चाहिँ तपाईँलाई एउटा कुरा भनिरहेको छु, सानो कुरा भनिरहेको छु होइन। म चाहिँ अब बिमारी भएर बेडमा बसेको पनि धेरै भइसक्यो, लगभग 3 महिना हुन लागिसकेको छ भ्याक्सिन भएको। मेरो चाहिँ मलाई मालिस चाहिँ बुढीले गर्दै हुनुहुन्छ। मेरो बुढी चाहिँ एकदम सोझी अनि सिन्चु चाहिँ हुनुहुन्छ, धेरै रिसाउनुहुन्न अनि सबै कुरा गर्नुहुन्छ। बुढालाई एकदम केयर गर्नुहुन्छ, धेरै दुःख पाउनु भएको छ बुढीले। बुढालाई सुसाइड गर्दाखेरि हेर्नु साथीहरू, यो जिन्दगी यो दिनहरू चाहिँ मेरो यसरी कटिरहेको छ। बिचरा बुढीले त कति मिहिनेत गरिरहनु भएको छ भनेर चाहिँ मैले भनिरहेको छु। के गर्ने, यस्तै छ जिन्दगानी है बुढी। म युट्युबमा हालेछु मेरो बुढी चाहिँ यस्तरी काम गर्दै हुनुहुन्छ भनेर होइन। अनि मेरो छोराले फेरि यता यस्तो पढिरहेको छ। पढ्नमा चाहिँ मेरो छोरा एकदम ट्यालेन्ट छ, ज्ञानी पनि छ होइन, हो कि नै। अनि यहाँ चाहिँ मेरो बुढीले चाहिँ मलाई एकदम मालिस गर्ने गर्नुभएको। त्यही भएर बिहा गर्दाखेरि जति जे गरे पनि कुलको चाहिँ बिहा गर्नुपर्छ। म चाहिँ मेरो बुढीलाई पाउँदाखेरि म धेरै सौभाग्य चाहिँ छु। जति जे भए पनि बुढीले चाहिँ बुढोलाई चाहिँ माया गर्न छोड्दैन, माया चाहिँ गरिरहेको हुन्छ होइन। अब मलाई चाहिँ अब कहिले कसरी रिस उठ्छ, मेरो चाहिँ अलिकति ब्लड प्रेसर हाई छ नि त। केही कुराहरू मन पऱ्यो भने त अलिकति रिसाउने बानी चाहिँ मेरो बढी छ क्या। बढी भए पनि अब बुढी चाहिँ अब रिसाउनन्, एकदम शान्त स्वभावको छन्। रिस भन्ने छँदै छैन मेरो बुढीसँग त पटक्कै होइन। सधैँ यसरी माया गरिरहन्छ मेरो बुढीले, सधैँ यसरी माया गरेर मैले मेरो बुढीलाई चाहिँ एज वाइफ भएर चाहिँ पाएकोमा चाहिँ म एकदम गर्वान्वित छु, एकदम गर्व गर्छु। यस्तै माया चाहिँ सधैँ पाइरहोस्, सधैँ पुगिरहोस्। अनि मेरो बुढीलाई पनि मैले धेरै माया दिन सकौँ, बुढीलाई पनि धेरै खुसी राख्न सकौँ भन्ने चाहिँ मेरो चाहना छ साथीहरू। ल अहिलेलाई चाहिँ त्यति भन्दै मेरो बुढीले गरेको नखसा तपाईँहरूलाई त देखाउँदैछु। मजाले चाहिँ गर्नुभएको छ, यसरी चाहिँ गर्नुपर्छ। मेरो चाहिँ अब एक्सिडेन्ट भएर अनि घोडा किडनी हिप अनि चाहिँ यो खुट्टा 7-8 ठाउँदेखि चाहिँ मेरो फ्र्याक्चर छ। र अहिले ट्रिटमेन्ट चाहिँ राम्रो भएको छ, इम्प्रुभ चाहिँ हुँदैछ, तर समय लाग्ने रहेछ साथीहरू। यस्तै छ साथीहरू। ल थ्याङ्क यू सो मच। अहिलेलाई चाहिँ यति भनेर चाहिँ राखेँ है।